हेलो आज चाहिँ हो मदर्स डे र माता औँसी र हेलो एभ्रिवान, स्वागत छ रञ्जन ब्लग्समा। र आजको सुरुवात घरबाट हुँदैछ र आज चाहिँ हो के हो आज के हो आज चाहिँ हो मदर्स डे र म चाहिँ घरमा छिन, म चाहिँ ठुलो घरमा छु र आज भान्जी आइपुगेको छिन्, दिदी पनि आउनु भएको छ र अहिले चाहिँ यहाँ चाहिँ केक पनि ल्याउनु भएको छ आइमा भनेर हो। त्यसपछि यहाँ सक्नुहुन्छ, यहाँ दियो बाती बालिसक्नु भएको छ र ऊ भान्जी चाहिँ खानु थालिने, मम्मीको भागेर खान थालिने हेर्नु सक्नुहुन्छ। र म तपाईँलाई देखाउने छु भिडियो। अब केक चाहिँ काट्नुहुन्छ होइन, मिठाई सिठाई खानु पाइन्छ अब। र यहाँ चाहिँ हाम्रो डेकोरेसन गर्ने दिदी चाहिँ उता हुनुहुन्छ, ऊ हेर्न सक्नुहुन्छ। र तरबुज सरबुज पनि काटिसक्नु भएको छ र र टिका सिका लगाउनुहुन्छ। त्यसपछि हामी खान्छौँ तरबुज र भान्जी हेर्न सक्नुहुन्छ कति राम्ररी एक्लै बसेर खाइराखेको छिन्। त्यसपछि हेर्छु भान्जीको डान्स, तपाईँ पनि हेर्नु होला। र भान्जीको डान्स हेरिसकेर हामी चाहिँ निक्लिन्छौँ मामा घरको लागि। र मम्मी के अरे हाम्रो मम्मी चाहिँ आउनु भएन र म ठुलो मम्मी आन्टी ऊ आन्टी चाहिँ राँगापाडाको आन्टी र उता भान्जी हेर्न सक्नुहुन्छ निदाउन आँटिसकेका छिन्। र त्यसो गर्दा गर्दा हामी जाँदैछौँ र सबैजना हाँसी हुनुहुन्छ र त्यसपछि जाँदैछौँ हामीहरू। र त्यसपछि चाहिँ हामी रोक्छौँ खनामुखमा किन रोक्नु भन्दाखेरि यहाँ चाहिँ अब के खानेकुराहरू लिएर जानु पर्यो मामा घरको लागि भनेर रोकाउनुहुन्छ ठुलोमीले। र त्यसपछि दादाले लिएर पनि आउनुहुन्छ, लिएर आएर हामी जाँदैछौँ मामा घर र मामा घर पनि पुग्छौँ र सबैजना बसिरहेको चाहिँ हेर्न सक्नुहुन्छ। उता चाहिँ आमा हो, मामा घरको आमा, र यतापट्टि चाहिँ मामा बसिराख्नु भएको छ हेर्न सक्नुहुन्छ हाम्रो मामा। र यता सबैजना बसिराख्नु भएको छ र के ल्याउनु भएको छ त्यो दिनुहुँदैछ र म यता बसेर चाहिँ हेरिरहेको छु। र यहाँ चाहिँ एकछिन बसेर जुस दिनुहुन्छ, जुस खान्छु। जुस पिएपछि चाहिँ म खान्छु खिर, हेर्न सक्नुहुन्छ कति मिठो खिर। र खिर खाएर एकछिन बस्छौँ हामीहरू। एकछिन बसेर हामी हेर्छौँ दादाको स्ट्यान्डबाजी हेर्न सक्नुहुन्छ। हो माई गड, खतरा के दादाले। त्यसो गर्दा गर्दा हामी एकछिन बसेर हामी फर्किन्छौँ घरको लागि। र ठुलो मम्मीहरू चाहिँ अहिले यहीँ बस्नुहुन्छ, भरे बेलुका आउनुहुन्छ र म र दादा चाहिँ निक्लिसकेको छु, किन भन्दा हामी उता जान्छौँ। र बाई बाई।